कि विधेयक ल्याइरहनु भएको छ, कस्तो विधेयक ल्याइरहनु भएको छ, विद्वानहरूसँग छलफल गर्नुहोस्। उहाँले भन्नुभयो, म मजाकमा भन्दैछु, उहाँले भन्नुभयो कि विद्वानहरूले आफ्नो आफ्नो ओपिनियन दिन्छ। उहाँले पनि मैले भने 7 प्रदेश घुम्नु भएको छ, 7 प्रदेश घुमेर आइडियाहरू लिनुहोस्। के छ तपाईँको, कसरी हामीले तपाईँको के भन्छ कि तपाईँले भन्नु परिवारमूलक र सिपमूलक चाहिँ शिक्षा दिन्छु, यो देशमै तपाईँको आफ्नो रिसोर्स बेस चाहिँ कि उद्योग धन्दा दिएर त्यहाँ आफ्नो मेन पावरलाई इम्प्लिमेन्ट गर्ने त्यो भनिरहनु भएको छ भनेर त्यसको बारेमा सिरियस रूपमा छलफल गरेर एउटा विधेयक ल्याउनुहोस्, मथन गर्नुहोस्, घुम्नुहोस् बरु अलिकति टाइम लिनुहोस्। टाइम लागिरहेको छ, अध्यार्थ भइरहेको छ, शिक्षकहरू आन्दोलन गरिरहेको छ।